सबैजनालाई वेलकम छ फ्रम नेपालबाट साथै चाहिँ म पुणेबाट सुरु गरेको साथीहरू मेरो भिडियो चाहिँ के कस्तो हुन्छ साथीहरू अन्तिमसम्म हेरिदिनु होला यो चाहिँ बसन्तपुर के अरे दरबार स्क्वायर बसन्तपुरबाट सुरु गरेको साथीहरू यो चाहिँ बसन्तपुर भन्छ नेपालको अरे यो चाहिँ सबैजनालाई चाहिँ साथीहरू हेर्नुहोस् त साथीहरू यस्तो छ यहाँ भइरहेछ यो चाहिँ के अरे बहिनी यो चाहिँ दरबार स्क्वायर व्हाइटको रहेछ यो चाहिँ त्यस्तो ए होलीमा उयो गर्ने यही हो होलीमा रमाइलो गर्ने त यही रहेछ क्या साथीहरू मैले होली मनाउने नि मैले हेरेको छु क्या मैले चाहिँ हेरेको थिएँ भिडियो ब्लगमा मात्रै साथीहरू आज चाहिँ फाइनली यो ठाउँमा आइपुगेको छु है त यस्तो हुँदो रहेछ क्या हेर्नु न साथी अरूको भ्लगमा मात्रै आएको थियो कि साथीहरू फाइनली यो होलीमा चाहिँ एकदम रमाइलो हुन्छ अरे आज चाहिँ आइसकेको छु है त साथीहरू हेर्नु होला यताबाट चाहिँ कस्तो रमाइलो रहेछ क्या हामी चाहिँ कुमारी पनि हेरेर आइसक्यौँ कुमारी सानो नानीलाई अनि त्यहाँ चाहिँ फेरि भिडियो खिच्नु चाहिँ दिँदैन रहेछ होइन साथीहरू यस्तो रमाइलो भइरहेछ कि सारा घाम भने चाहिँ यस्तै लागिरहेको छ साथीहरू यहाँतिर होइन मास्क लगाएर भिडियो बनाउँदैछु यता साथीहरू अब कतातिर देख्नु पऱ्यो यहाँ चाहिँ पुरानो ऊहरू राखेको रहेछ क्या यो चाहिँ बेच्ने ऊ गर्ने होइन यस्तो मजाले राखेको रहेछ साथीहरू हेर्नुहोस् त चटिङ बजाउनेहरू लाइनभरि माथिसम्म राखेको रहेछ वरिपरि यस्तो अघि चाहिँ मैले भिडियो बनाएको थिएन कि साथीहरू यहाँदेखि हेर्नुहोस् त यो राम्रो भएको सदा चाहिँ म बुनाइको ब्लग लिएर आउँछु साथीहरू आज चाहिँ फ्रम काठमाडौँको यो बसन्त के अरे ए बसन्तपुर है साथीहरू खालि बिर्सिहाल्छु क्या बसन्तपुर हो यो चाहिँ यस्तो रमाइलो भइरहेको छ होइन अगाडि ठुलो त्यहाँ घर पनि छ होइन यस्तोहरू पनि बेच्नु राख्ने रहेछ साथीहरू होइन खुकुरीहरू यस्तो यो पुरानो सामानहरू रहेछ कस्तो मजाले बनाउँदो रहेछ यो गुम्बामा उयो गर्नेहरू पनि होइन पुरानो सामानहरू यहाँ घर पनि छ सबै हेर्ने हो किन्ने त होइन साथीहरू यसो हेर्ने मात्रै हो यस्तो मजाले परेवालो चारो छैन तपाईँले मिलाएर दिन्छ नि उहिलेको पैसा पनि पो रहेछ के किन्ने भन्नु हेर्नु त के किन्ने के किन्नु के नकिन्नु है हेर्नुहोस् साथीहरू हेर्नु त कस्तो खालको चाबी हो बिरालो कि बाघ हो कस्तो यो बाघको हो माछाको पनि रहेछ यो चाहिँ माछा जरा उल्लुको चाबी यो चाहिँ माछावाला चाबी कस्तो युनिक हो यो जरावाला चाबी यो चाहिँ उटवाला चाबी कहिलेको चाबी यो खुल्छ चल्छ यो चल्छ कसरी बनाउनुहुन्छ यो ठुलो यो बजाउने यो बजाउनेलाई के भन्छ दाजु सिङ्गिङ बल ए सिङ्गिङ बलहरू हेर्नु न कत्रो ठुलो है फर्स्ट टाइम नै देखेको म त यो त लाखे बजाउने खालको रहेछ यो दानामाला पनि थुप्रै छ ओहो यो हेर्नुहोस् त साथीहरू कस्तो गरौँ रहेछ क्या वेटी
सबै यो काठको होला है। यो चाहिँ के होला? सबै काठको है साथी। छोड्नु न हो। माटो आला 22 यो चाहिँ सानो 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 स्टलहरू राखेको छ। अघि गएको थियो कता अब यो त के खाउँ त्यहाँ घर यो चाहिँ घरको झ्यालहरू केहरू यसहरू कुकुरहरू होइन। यता पनि रहेछ फेरि सबै यो चाहिँ लट्ठीहरू होइन। कछुवा पनि रहेछ कस्तो राम्रो। फोटो मात्रै खिचेको दाजु। यहाँ चाहिँ औँठीको डिजाइन रहेछ। यहाँ चाहिँ बाँसुरी रहेछ। यादै भयो पानी पो परेछ त। हामीलाई पनि खिचिदिनु। उता जानु आज हामीलाई पनि खिचिदिनु न मान्छे। यतिकै थाहा पाउँछ कि कस्तो आउँछ अहिले त सुत्ता भयो। उता जानु भिडियो दिके कस्तो उता ल अहिले पनि साथीहरू हामी उस्तै उस्तै छौँ कि कस्तो छौँ है। कान्छी बहिनी चाहिँ छैन। हामी 3 जना बहिनी हो। म जेठी माइली कान्छी बहिनी चाहिँ बाहिर छ साथीहरू। जुजु धाउको के खाने हो? लोकल अरे क्या। यस्तो पनि छ बबल टी। साह्रै गर्मी भयो कि साथीहरू। अनि हामी चाहिँ खानु लगाएको छौँ यहाँनिर। के खाने होला? साथीहरू सधैँ चाहिँ हामी यो खाइराखेको नि त। यो पनि कति खाएको क्या यिनीहरू पनि। आज चाहिँ नयाँ माटोको आज कस्तो चिसो पो साथीहरू। कस्तो मिठो। अब खाँदा कस्तो होला होइन। यहाँनिर अर्को पनि बनाउँदैछ बहिनीले। थ्याङ्क यू। 2टा पानी पनि एउटा बहिनी। एउटा पानी पनि पुगेन त्यति कति दिनु फाइन बच्चाले खत्तम भयो। 20-30 कति? फेरि खाँदा माटो भन्छ। साथीहरू यो बसन्तपुरको चाहिँ उयो रहेछ। यहीँनिर चाहिँ होली खेल्ने रहेछ साथीहरू। पानी परेर चाहिँ म यस्तो ओडिरहेको छु साथीहरू। घाम पनि लागिरहेको छ। पानी पनि परेको छ होइन। यता माइला दाजु, यता रेसिका, यता बहिनी प्रितम बुहारी अनि नाति पनि छ आज मेरो चाहिँ हाम्रो फ्यामिली। अनि यता चाहिँ हाम्रो भतिजनी है साथीहरू भतिजनी छ। अनि यहाँ हेर्नुहोस् त साथीहरू कस्तो रमाइलो है। सदा चाहिँ म अरूको भिडियो भ्लगमा देख्छु नि त साथीहरू। आज चाहिँ मै आएर चाहिँ कुकुर साथीहरू टाटा र टिटी साथीहरू।
मजाले पानी आइरहेको ठाउँ क्या धारा आइराख्नु अरे यस्तो एउटा यो एउटा दुईवटा तिनवटा घरदेखि चाहिँ यतादेखि आएर चाहिँ हामी यो गल्लीदेखि आएको गएको छ म यहाँ भिडियो बनाउनु अनि यस्तरी चाहिँ गएको क्या साथीहरू हामी फर्स्ट टाइम है साथीहरू हामी चाहिँ यहाँ यस्तो राम्रो ठाउँमा नि त होइन फर्स्ट टाइम यहाँ उता परदेखि आएको नि त यस्तोहरू हेर्नु न कस्तो युनिक है यहाँ पनि यस्तो रहेछ यतातिर रहेछ मान्छे कस्तो राम्रो ठाउँ फर्स्ट टाइम आएको है साथीहरू कस्तो होइन यता पनि यहाँ चाहिँ वासरुम रहेछ साथीहरू यहाँ चाहिँ माछाहरू भएको रहेछ यस्तो राम्रो ठाउँ साथीहरू हामी त उता परदेखि छिरेर साथीहरू यता बिच 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 कता कता आयो है हाम्रो नातिलाई चाहिँ साथीहरू मेरो अर्को नाति पनि हेर्नुहोस् त यहाँनिर भतिजा हो अनि नाति कस्तो ज्ञानी छ क्या साथीहरू नि यता चाहिँ भतिस्नी अनि यता बुहारी साथीहरू मेरो यो चाहिँ माइली बहिनी है को जस्तो छ भनिदिनु पर्यो है कमेन्टमा साथीहरू हेर्नु न हामी त पल्लो छेउदेखि आएको नि त यो घर होइन यसमा चाहिँ बिचमा चाहिँ यहाँ खाने ठाउँ अरे है कस्तो राम्रो है सोच्दै नसोचेको है होइन यो चाहिँ फेरि किम्बुको बोट अरे कति ठुलो होइन किम्बुको बोटमा चाहिँ फेरि थोरै मात्रै जमिन क्या त्यति मात्रै अनि यो चाहिँ यस्तो छत भयो अनि यो घर देख्नु भएको छ नि यो घरदेखि उतादेखि आएको क्या हामी बिच बिचमा घर अरे अनि घरको बिचमा पनि हेर्नु न पूजा गर्ने ठाउँ यो चाहिँ मन्दिर रहेछ क्या कस्तो राम्रो है साथीहरू भिडियो चाहिँ के कस्तो हुन्छ होला भिडियो चाहिँ अन्तिमसम्म हेरेर सपोर्ट दिनु होला है त साथीहरू पानी पनि आइरहेको छ क्या तर गर्मी पनि भइरहेछ कस्तो खालको मौसम है यो चाहिँ पहिलाको कति पुरानो टेप हेर्नु न यस्तोहरू देख्नु भएको छ साथीहरू अनि त्यो चाहिँ ओके टोकेरी अनि यहाँ चाहिँ बस्ने ठाउँ होइन यस्तो राम्रो है यस्तो राम्रो अनि यता चाहिँ अघि नै देखाएको चाहिँ यो चाहिँ मन्दिर साथीहरू हाम्रो फ्यामिली चाहिँ हेर्नु होला नाति बाजे मेरो माइली बहिनी मेरो भतिजो भतिज्नी बहिनी छोरी यता बुहारी अनि यता फेरि भान्जीहरूको वेलकम छ नमस्ते नमस्ते मेरो कान्छी नन्दको चाहिँ छोरी कान्छी नमस्ते 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 भन्दैछ अनि उता ज्वाइँ पनि आउनुभएछ हाम्रो सबैजनालाई नमस्ते नमस्ते उहाँ चाहिँ ज्वाइँ मेरो कान्छी नन्दको चाहिँ छोरीहरू अनि नातिनी अनि उता बिहा हुँदैछ मलाई चाहिँ बहिनीले कराएको छ कि साथीहरू भएकै भन्नु सबैजना आज चाहिँ हाम्रो सबै फ्यामिलीको चाहिँ गेट टुगेदर जस्तै भइराखेको छ होला साथीहरू यस्तरी भर्खर आएको उनीहरू चाहिँ हामी चाहिँ अघि नै आइसकेको नि त आजको खानेकुराको सेट चाहिँ साथीहरू हाम्रो आइसक्यो यहाँ बाँड्दैछ बुहारीले यो छ्याङ भन्छ अब फर्स्ट टाइम मेरो चाहिँ टेस्ट गर्नुलाई यो पनि हो यति भेराइटी अनि साथमा माछा पनि नभई नहुने रहेछ क्या साथीहरू होइन यता पनि छ बिचमा माछा छ यस्तो चाहिँ हाम्रो आजको टेस्ट गर्ने है दही पनि पो अरे है नेवारी खाजा सेट
अन्डाको यो के अरे हो 12 सेट अरे पिज्जा ए पिज्जा ए चटामरी ए चटामरी अरे हौ अचारसँग खाने अनि यता पनि छ अनि हाम्रो 3 सेट आइसकेछ बुहारीले चाहिँ छ्याङ चाहिँ पुरा भाग लाउँदैछ हाम्रो बुहारी यता भन्नुहुन्छ भने हाम्रो नाति अनि भतिज ए के भयो यस्तो खानेकुरा हाम्रो सल्भ हुँदैछ मैले पनि स्पन त छ भाग लाग्दैछ हाम्रो यता चाहिँ भान्जी यता चाहिँ मेरो बहिनी भन्नुहुन्छ भने म साथीहरू यता चाहिँ हाम्रो मान्छे त फेरि खबर हुनुभएको छ क्या आजकल दही राखेपछि मात्रै खानु पर्यो सबैजना बिजी छुट्टा साथीहरू होइन यहाँनिर आएर हाम्रो नाति बुहारी अनि भतिज्नी अनि भतिज्नी साथी भान्जी मेरो माइली बहिनी सबैजना माइला दाइ ए यता माइला दाइहरू दुवैजना भ्लग बनाउनुहुन्छ नि हाम्रो अङ्कलको भ्लगहरू चाहिँ हामीले सब्सक्राइब गरिदिनु है मिठो मिठो अनि खतराको बनाउनुहुन्छ होला भ्युजहरू कति धेरै पुगिरहेको हुन्छ होइन अङ्कल आज चाहिँ हाम्रो टुवानकीहरू त क्रस हुन्छ नि भरे गएर मिठो मिठो आएको छ नि काम यस्तो छ है आज सदाजैको चाहिँ हाइकिङको होइन बारीको नेपाल आएपछि त यस्तै हुन्छ साथी भिडियो हुन्छ हेर्ने रे कि अब यस्तो देखाइदिनु साथीहरू यो चाहिँ नि यहाँ हेर्नु न शिलाजित ल्याइदिनु भएको छ उहाँ हाम्रो रेसिकाको चाहिँ दिदी आमाजु दिदीले चाहिँ ल्याइदिनु भएको यो ओरिजिनली हेर्नुहोस् हजुरहरूलाई पनि चाहिन्छ भने मसँग चाहिँ सम्पर्क गर्ने कमेन्ट गर्नु ल यो चाहिँ ओरिजिनल हो सब्सक्राइब त अलरेडी गरिहाल्छ भिडियो राम्रो भयो भने त भन्नै पर्दैन है साथीहरू म चाहिँ यो खाएपछि अझै फेरि पनि म हजुरहरूलाई उयो दिनेछु है त यसको कस्तो हुन्छ भनेर यो चाहिँ ओरिजिनल शिलाजित है साथीहरू यहाँ हेर्नुहोस् न सबै मेरो भान्जी छोरीहरू यता बुहारी सबैजना उहाँ पर बस्ने चाहिँ नानी दाजु र ज्वाइँ चाहिँ मजाले गफ गर्दै हुनुहुन्छ है साथीहरू हेर्नु न यहाँ बिरालो नेपालको बिरालो चाहिँ यस्तो हुन्छ क्या उयो खुचुङ खुचुङ परेको बच्चा पनि साथीहरू सबैजना मेरो फ्यामिलीहरू चाहिँ आज एकदम इन्जोय गऱ्यौँ होइन के कस्तो लाग्यो होला हजुरहरूलाई सबैजना हामी सबै हामीले चाहिँ एकदम इन्जोय गर्नु सबैजना यस्तो निस्किनु हुन्छ रे भयो साथीहरू सबैलाई बाई बाई सी यू नेक्स्ट